को दबाई दिनुपर्छ कमिटीलाई घाटा भइहाल्यो नि त्यो त अब पिके 10 नम्बरलाई येलो कार्ड पाएको छ हाम्रो प्रितम काक्सको बाहुलीबाट है के भएन तोर छ्या पेनल्टी सिकिस् त नाकमा भेट्यो नि त हेलो गाइस फेरि पनि स्वागत छ सिधु भाइको भिडियोमा हजुर सबैजना ठिकै हुनुहुन्छ होला है आज पनि मजाको दिन भइरहेको छ दामी घाम लागिरहेको छ हो आज चाहिँ 13 तारिक डिसेम्बर 2025 आजबाट चाहिँ हाम्रो पुस्मिङ खेल मैदानमा चाहिँ 5 साइड फुटबल नकआउट टुर्नामेन्ट हुन गइरहेको छ एज यु क्यान सी अलरेडी रेडी भइसकेको छ फिल्ड चाहिँ है अन्त आजको म्याच डाली भर्सेस रवि स्पोर्टिङ पनि मजाले दिनले मजाले साथ दिइरहेको छ है फिल्ड अल सेट अब म्याचको प्रतीक्षामा अलि म्याच दिएको छ तपाईँलाई आमाले चाहिँ मलाई खाना खा भनेको छ होइन मेरो बाइक लगेर एउटा सामान छोड्नु जानुपर्छ फर्स्ट अन्त चाहिँ ल आमा म्याचको मजा लिनुपर्छ त्यसपछि चाहिँ आमाले चाहिँ मलाई अम्बो कुन चाहिँ चिजको आमा कुन चाहिँ उयोको लेग पिस हो यो कत्रो अम्बो ल यो चाहिँ तपाईँको फुटबल फिल्ड म चाहिँ भर्खरसम्म पुऱ्याएर आइसकेँ ग्राउन्ड है अन्त दुई टिमको खेलाडीहरू फिल्डमा उत्रिसकेको छ है किक अफ हुन आँटेको छ अब हाम्रो लाइन्सम्यान हुनुहुन्छ आदित्य दा प्रवेश दा र मेन रेफ्री चाहिँ हाम्रो प्रितम काका ल किक अफ मारि धुलो ला माछा ए यसको दबाई दिनुपर्छ कमिटीलाई घाटा भइहाल्यो नि त्यो त अब छोबा मेन टू मेन Still a goalless. Damn you defense. Hey! Laga हात जिउ टाउको खुट्टा कपा लगा अब हान्ने भाइ यसमा गोलहरु पनि त लु तेरिका चान्स मिस भएको छ हाम्रो पुस्मिङको एउटा दामी यतिको चान्स चाहिँ बनाउनु पर्छ नि त खोइ त केटाहरु फरवर्डहरु नि त ना गाडीमा हल्का डेन्टिङ पेन्टिङ गर्ने अवस्था भएको छ गाडीमा हान्न त्यहाँबाट हान्न
अरे ढिलो भयो नि त केटा येलो कार्ड पिके 10 नम्बरलाई येलो कार्ड पाएको छ हाम्रो प्रितम काक्सको बाहुलीबाट है गुम्बन्देङकोमा फ्री किक नमस्ते कहाँ गएको अच्छा खाली छ खाली दामी डिफेन्स दामी राम्रो डिफेन्स हो अनुकूल आमा डिफेन्स हेर अनुकूल छ अनुकूलले रोकिदिँदैछ र म त नि राम्रो बेन्चमा चाहिँ हाम्रो हुनुहुन्छ दर्शन दा र स्वागत भाइ राम्रो थियो फल ब्याकै भएन तोर छ्या पेनल्टी क्या हातले पक्रिदियो देखिस् ला रेड कार्ड दियो होइन हातले पक्रियो नि त दामी होइन बचाउनु त बचाएको नि बिचरा भाइरल काका ल पेनल्टी सुट आउट गुम्बन्देङकोबाट हेरौँ है खप्नु पाउँछ किन पाउँदैन ठिक छ सो हाफ टाइम स्टिल गोल 0-0 को स्कोरमा छ यो म्याच चाहिँ अनुकूल दाले जो भर्खरै रेड कार्ड पाएर बेन्चमा अन्त यतापट्टि हाम्रो नव स्पोर्टिङ चाहिँ 4 जना प्लेयरले 1 जना कम्ती 4 जना प्लेयरले मात्रै खेलिरहेको छ नेक्स्ट हाफ खेल्छ भनेपछि गुम्बन्देङको अझै पनि अट्याकिङ तगडा होइन के भन्छ भाइरल काका ल सेकेन्ड हाफको गेम स्टार्ट हुनु गइरहेको छ अनुकूलले रेड कार्ड पाएर नवेश दाइले गोलको रक्षा गर्दै है गुम्बन्देङको 1 जना प्लेयर ज्यादा ल आमा यो त अन्त कहाँ सेकेन्ड साइड कुदायो हामी पसेको भए त यो गेम ला के गरेको राम्रो गुड छोटा चेतन ए फल ब्याक यहाँ कुदेको गोल भइसकेको छ गुम्बन्देङ के खेलेको छ्या तेरिका यस्तो यार छ्या कस्तो पछि खेल तिमी कुदेको अन्त छ्या उयो जस्तो कुद्छ क्रिस जस्तो कुद्छ त यार छ्या गफ गरेको हेर भन्दैछ पेले सेकेन्ड गोल भाइ गुम्बन्देङ ल आरामले खेलायो नि
ओ बिगे ब्याकबाट खेलाउ न गेम 2-0 भइसकेको छ हाफ टाइम पछि ठिक छ बिगे केही छैन बिगे बेही छैन भएन नि त बिगेको भएन नि त अघि आउनु बोल्थ्यो नवेश दा माग्ने बिचबाट यस्तो छ नि यस्तो त छ बल लाएर खेल्दैन नि त्यो खै के त कुदेको हेर न ए डडा कुदेको हेर्न त्यहाँ किन डडाएको छ चम लाग्छ म त पिके बढेर खेल अब हुँदैन हाने ए हान के गर्छौ किन अत्तालेको आरामले खेल्न छ्या देखाउन थाले त पिके छ र मात्रै पिके मात्रै छ एउटा अब यति बल पनि भेट्दैन पड्कायो पड्काने दामी नमस्ताबाट गोल लो एक अब एक ओ पिके त्यहाँबाट खेल है नबाट हाल्नु त्यो नि त्यहाँ हालिजान्छ हौ नमस्ता राम्रो अब तात्यो हाम्रो 4 नम्बर क्याप्टन तात्यो राम्रो नबेच्दा राम्रो दामी अब एक चाहियो एक राम्रो डिफेन्स नमस्ते माग्ने मेनन मेन प्लेयर छ है नजस्ता मेन प्लेयरले पायो राम्रो थिएन राम्रो ला के ल हाम्रो नमस्ता के भयो नमस्ता फर्स्ट एड अलिकति सिकिस् त ब्याक परेछ इन भइरहेको छ अन्त 9 नम्बर आउट राम्रो यता यहाँबाट खेल्न यहाँबाट खेल्न उयो कर रे अलिक तलबाट बल माग्न ला के भयो बबलाई खेला खेल्थेला बरु डिफेन्स त है म खेल्दिन्छु 26 तारिक सुदान भोलि एउटा बल तेरो तर्फको 4टा भइसक्यो भाइ लेखेको मैले बुझिस् पुस्मिङ निड्स टु स्कोर 1 टु ड्र द म्याच बराबर आउनुको लागि पुस्मिङले एक गोल गर्नु जरुरी
राम्रो राम्रो पङ्कज दा नभए कति भेट्थ्यो बर्ने कराउन त्यति बेला बढ्न राम्रो ए चढ्यो 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 ए राम्रो 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 दामी एफोर्ट दामी यति खेल्न यता गुड गुड स्लो भयो साह्रै म्याच ए 3 हान भाइ हुँदैन हो हान ह्याट्रिक गरिसकेको छ है नौदन्दले जर्सी नम्बर 11 करण जर्सी नम्बर 11 बाट ह्याट्रिक गरिसकेको छ हैन होला अझै हानेको भित्र हान्ने बल हो त्यो बल नाच्दै हो त अन्त यो बल त्यो बल त्यो भित्र हान्ने हैन नि त हो हो त क्याप्टन हेर न क्याप्टन वाउ ठिक छ यसरी खेल्नु भएको त अघिदेखि ऊ हो के झन्टै हालिदिनु दामी दामी गोल ला टाउको टोकेर 2-4 पिकेले हालिसकेको छ हाम्रो पुष्पेङको फायर पिके ले 2 र पुष्पा है वनले पुष्पाले हालिसकेको छ 2 र 6 उही त छ अन्त पुष्पाको तर अरू त नि किपर बाबा ए भेटेन बाबा सक्यो गेम रेड कार्ड सेभ तर सेभ गर्दा केही छैन दर्शनले हेडसट भेट्यौँ हेडसट यस्तो वार लाइक सिचुएसन हुँदैछ यहाँ चाहिँ अब खुन पछि भइसक्यो मान्छेहरू यहीँ नाकमा भेट्यो नि त खुन निक्लेछ है यहाँ खुन भइसक्यो यहाँ अब म्याचमा खतरा ए गोकु कान्छ 3-0 ए कति हो 5-2 सरी 5-2 फेरि जुसुले गर्दाबाट राम्रो गोल जुसुले भाइको कहाँ छ जुसुले भाइकोबाट राम्रो गोल ए फल ब्याक हुने पर्कायो छेड्यो पङ्कज दालाई निकाल त तुङसुङ कि ह्याट्रिक तुङसुङको गोमनको राम्रो पर्फर्मेन्स नरेश दादा सानो भाइहरूको राम्रो हाम्रो क्याप्टन पर्फर्मेन्स है नवेश स्पोर्टिङको क्याप्टन प्लेयरहरू दाइ म्याच द टोटल स्कोर इज 5-2 5-2